हेलो गुड मर्निङ सबैजनामा। आज चाहिँ हामी यो कुलपूजा हाम्रो यो कुलपूजा चाहिँ कुलपूजाको कार्यक्रम सुरु हुँदैछ। हजुरहरूलाई म हिमालको भ्यू पनि देखाउँछु। यो गाइज हाम्रो कुलपूजाको थान चाहिँ हाम्रो चाहिँ कुलपूजाको देउताहरूलाई अब धूप ध्वजा अक्षता गर्ने अब हाम्रो कार्यक्रम जारी हुँदैछ। यो चाहिँ हामीले यसको बोटलाई चाहिँ बाजो भन्छ है, बाजोको बोट। हाम्रो थान चाहिँ यस प्रकारको छ है। हाम्रो जिजु बाजेहरूले बनाएको यो थान हो यो। यस प्रकारको छ हाम्रो थान। यता चाहिँ यस प्रकारको छ यो थान। यो नि थान हो। यसमा चाहिँ हामीले बलि चढाउनु पर्छ। कुखुरा अनि बोकाहरू काटेर आज हामी यो थानलाई बलि चढाउँछौँ। म हजुरलाई अन्य ठाउँहरूको यो भ्यू लिएर आउँदैछु। प्रेम अफिसियल युट्युब च्यानलमा गएर सब्सक्राइब गरी हेरिदिनु होला। सरर हेर्नुहोस् है, यहाँ एउटा टक्क लाएर राम्रो घर बनाएको रहेछ। त्यहाँ पर चाहिँ टावर छ है, नमस्तेको एनटिसीको टावर हो यो चाहिँ होइन। यो टावर हो। त्यो माथिको चुचुरो चाहिँ यसलाई बल्डे चुलीको चुचुरो भन्छौँ हामी। यसमा अब यो हिउँदको समयमा अब त्यहाँ चाहिँ असाध्यै हिउँ पनि पर्छ यो लेकमा चाहिँ। अनि यता चाहिँ त्यो पल्लो हाइटको धुरी चाहिँ दुई बहिनी पर्छ होला सायद, मलाई त्यस्तै लाग्छ। अनि टक्क लाएर सरर हाम्रो हजुरबाले ध्वजा बान्दै हुनुहुन्छ। हजुरबाले अब तपाईँहरूलाई सरर देखाउँछु म हिमालको भ्यू। यहाँ हेर्न सक्नुहुन्छ गाइज, हिमाल है यो चाहिँ। टक्क लाएर क्या दामी छ। सरर लाएर हिमालहरू। अझ यहाँबाट राम्रो देखिँदो रहेछ हिमाल। हिमाललाई चाहिँ म
जुम गर्न गइरहेको छु। यही हो, यो हिमाल चाहिँ धौलागिरी। यो चाहिँ हिमाल। यता चाहिँ हाम्रो भाइले यहाँ प्रसाद तयारी गर्दैछन्। चोय आयो कपी खै सेले छ के गर्ने हो भनेर म गर्छु के बन्धन गाड्ने हो माथि पर्छ हो बन्धन जा जा म काट्दै हाल्छु यार नो टेन्सन त कोलार तल चाहिँ दर्लिङको गाउँ। यतिकै भिडियो बनाउनु हजुर सर र भिडियो बनाउनु भोइस चाहिँ पछि हाल्न मिल्छ क्या हो। राम्रो बनाएर ल ल ल ओरिजिनल साउन्डलाई चाहिँ हटाइदिने हजुर। अनि अहिलेको साउन्ड हालेर सर र यो यहाँ ठाउँमा गयौँ यसरी गयौँ भनेर भन्नुहुन्छ क्या। ए ए अहिले यसो उस गरौँला है। हिजो कुरा भइसकेछ एकैचोटि हुन्न यो त फक चिरेन्छ होला जस्तो छ कि बन्टर भएको भन्छ बुझ्छु नि यहाँ ये बाँझो पात टिपेको ओखान छु ये बाँझो पात टिपेको सामेल भन्ने हो ये बाँझो पातमा चढाइयो भन्ने बच्चा चाहिँ पर्छ त्यसरी चढाउँदैछ है कहाँ पिक्ने राम्रो छैन लिएर जान्छ फेरि अनि कुन त अङ्कल पात त चाहिन्छ अब रातिनु केही पातपत्ती जम्मा भयो नि आयो के वहाँ भएन आएर हामीलाई पसलहरूले पातपत्ती त छैन बनाउँला पर्छ बाँधेर चढाइदियो सुर्ती गराउने ठुला पात टिप्ने ठन्डा यसो मात्रै हुन्छ त्यो उतार्दै जान्छ धेरै भन्छ को छिर्छ अरे ढाले छिर्छ नि बन्धन बोल्नु भयो अब